आज हामी जाँदैछौँ दिदीभाइ चाहिँ बिहेको लागि सपिङ गर्न भनेर चाहिँ हामी दिदीभाइ जाँदैछौँ। अस्ति पनि साला भेना जानु भएको थियो होइन। अनि आज चाहिँ हामी दिदीभाइ जाऊँ न त बिहेको सारी तारी हेर्नलाई भनेर जाने भनेको। यस्तो जाम हो गाइज, यस्तो जाम हो कि होइन। जाममा बस्दा बस्दा पसिना आएर आफूलाई यस्तो गाह्रो भएन। गर्मी फेरि सानो होइन, घाम चाहिँ त्यस्तो चर्को लागेको थिएन, तर पनि यस्तो त्यो गुम्म भएको जस्तो होइन। यस्तो पानी पनि पर्न नसकेको, घाम पनि लाग्न नसकेको, त्यो धामा धुम्मा भनौँ न त्यस्तै भएको थियो होइन। अनि गर्मी थियो, बल्ल बल्ल जाम खुल्यो अनि हामी लाग्यौँ हाम्रो गन्तव्यतिर। साथीहरू यो कुन ठाउँ भनेर चाहिँ हजुरले थाहा पाइसक्नुभयो होइन। यो धरहरा चढ्ने भनेको होइन, पहिला पनि धरहरा नचढिकन भाँचिएर गयो। यो पालि चाहिँ भाँचिनु भएन भनेर सोचिरहेको छु होइन। म चाहिँ यो पालि चाहिँ एकचोटि जान्छु भनेर सोचिरहेको छु, तर जानु जोडेकै छैन। सो गाइस देख्न सक्नुहुन्छ यहाँनिर सोनियाको लागि साह्रै हामीले चाहिँ सारी कति ठाउँमा हेर्दा हेर्दा काहीँ चित्त नबुझेर यहाँ चाहिँ अनि मलाई एकदमै राम्रो लाग्यो होइन। अनि यो कुर्ता पनि एकदम अलिकति युनिकै लाग्यो, अरूको जस्तो सेम भन्दा पनि अलिकति युनिकै लाग्यो, राम्रो लाग्यो। अनि त्यो दाइ फेरि कति एनर्जी भएको मान्छे हो होइन। जतिखेर साडी लगाइदिने रेडी के, मलाई चाहिँ फेरि यो म आफैलाई लाउनु झ्याउला यो साडी फेरि मलाई कस्तो मन परेको, राम्रो पनि लाग्यो होइन। अनि हामी चाहिँ दुईवटा जति साडी चाहिँ चुज गरेर सोनियाको लागि भनेर राखिदिरहेको थियौँ होइन। उहाँ दाइ चाहिँ फेरि साडी लाउन एकदमै पर्फेक्ट हुनुहुन्थ्यो होइन। यस्तो मजाले एकैछिनमा सट्टै लगाइदिनु हुने कि। अनि मैले पनि लाउनु न त यतिकै बसिन्जेल भनेर सोनियाहरू पनि आउने भनेर चाहिँ उनीहरूलाई चाहिँ हामीले वेट गरेर बसिरहेको थियौँ। अनि बस्दा बस्दा झ्याउलाएर चाहिँ हामी साडीहरू हेरिरहेको थियौँ, कुन लाउँदा राम्रो हुन्छ, कुन गर्दा बेस्ट हुन्छ भनेर चाहिँ हामी सबैजना हेरिरहेको थियौँ। अनि यो साडी पनि तर यो भिडियोहरूमा चाहिँ खासै राम्रो नदेखिने रहेछ कि साथीहरू होइन। रियलमा चाहिँ यस्तो राम्रो थियो होइन, मलाई चाहिँ साँच्चै एकदमै मन परेको थियो होइन। अनि यो सोनियालाई नि यही लिउ भनेर भनेको थिएँ मैले, तर उसलाई चाहिँ खास यस्तो झिलिमिली धेरै मन पर्दैन भन्यो होइन। तर यो धागोको वर्क हो कि हो एकदमै राम्रो थियो। अनि यो वाइन कलरको पनि मैले लाएकै छुइनँ भनेर लिउँ कि भनेर सोचिरहेको थिएँ, तर मलाई बिहेमा यस्तो भन्दा रातै राम्रो देख्छ भन्न थाल्यो भाइले पनि। अनि अब हामी चाहिँ यो पालि चाहिँ सबैजना सेम लाउने कि भनेर सोचिरहेको छौँ, तर खोइ कुरै मिल्दैन। कोही के भन्छन्, कोही सस्तो भयो, कोही महँगो भयो, कोही रातो भयो, कोही सेतो भयो, कोही बुट्टा छोरे भयो, कोही धेरै भयो, के भन्न थाल्यो होइन। अनि अब होस् भनेर चाहिँ अनि हामी चिया खान लाग्यौँ। चियाको पनि व्यवस्था छ है साथीहरू यहाँनिर चाहिँ। अनि यो सेतो र पिङ्क मिक्स भएको चाहिँ होइन, मलाई पहिल्यैदेखि लाउनु मन लाग्यो, तर धेरैजना लाकै भएर चाहिँ होस् भनेर नलाउने भएर बसेँ होइन। तर यो साडी पनि सिम्पल अनि ठिक्कको बुट्टा भएको छ कि होइन, राम्रै लाग्यो मलाई चाहिँ होइन। अनि अब दिदीहरू को के लाउनुहुन्छ अनि उहाँहरूलाई सोधेर उहाँहरू पनि लाउनुहुन्छ भनेर चाहिँ हामी छलफल गरिरहेको थियौँ, भिडियो कलहरूमा देखाइरहेको थियौँ होइन। अनि मलाई पनि ठिकै लाग्यो सबै साडीहरू होइन। अनि यो पनि अर्को खालको हो कि, यो अलि राम्रो खालको चाहिँ रहेछ, यो के भन्छ अलि घिउ कलरको, कस्तो राम्रो लुक एट दिस गाइज। यो सोनियाको भाइ हो, यस्तो ह्यान्डसम छ होइन साथीहरू, हजुरले पट्याउन सक्नुहुन्छ, सिङ्गल छ अरे फेरि। सो गाइज अनि सोनियाहरू पनि आइसकेको थियो। अनि सोनियाहरूले चाहिँ साडी पनि एकचोटि ट्राई गरौँ न त, लाउँदा राम्रो देख्छ भनेर फेरि त्यो दाइ फेरि जतिखेर पनि रेडी के। अनि उहाँले चाहिँ साडी सोनियालाई लगाइदिनु भयो होइन। एकैचोटि कति छिटो फाटाक लगाइदिनु भएको, यस्तो फास्ट होइन, कति छिटो अनि कति सजिलो तरिकाले कि मजाले मिलाएर लगाइदिनु भएको थियो कि होइन। सोनियालाई चाहिँ यही साडी मन पर्यो साथीहरू होइन। यो चाहिँ जर्जेटको साडी हो, एकदमै राम्रो लाग्यो उसलाई चाहिँ। तर सपाली त्यो दाइले अलिक लामो गरिदिएको भएर बुट्टा अलिकति माथि गएको छ होइन। तर कस्तो रियलमा चाहिँ कस्तो दामी छ क्या त्यो फिनिसिङ होइन। अनि ह्यान्डवर्कहरू होइन एकदमै राम्रो के, फिनिसिङ चाहिँ कस्तो राम्रो थियो होइन। म पनि यता नक्कल पार्दै ठिक्क होइन, यता सोनियाहरू कस्तो राम्रो देखिरहेको थियो, उता पनि हेरेर बिजी भइरहेको थिएँ है। सो साथीहरू हाम्रो घरमा चाहिँ एकदम बिहे लागिरहेको छ, हामीहरू सामानहरू लिन ओर्न भनेर चाहिँ हामी दिदीभाइ आज सबै काम सक्नुपर्छ भनेर चाहिँ होइन दिदीभाइ नै आएको थियौँ। अनि यता सोनिया पनि दिदीभाइ नै आएको थियो है। उसको भाइ फेरि कस्तो ज्ञानी के, अलिक झन् यस्तो ज्ञानी बच्चा हुन्छ भने आमाई घर यस्तो ज्ञानी सोझो होइन, क्युट के। अनि अब यो आज आएको बेलामा सबै यो सिन्दुर छोप्ने अनि सिन्दुरको कपडा सबै सामानहरू चाहिँ आजै रेडी गर्ने, या फेरि भोलि पर्सि फेरि पाहुना साउना हुन्छ के हुन्छ कस्तो गोजाङ हुन्छ नि त। अनि त्यो भएको भएर चाहिँ मैले अनि यहाँ हेर्नु न भाइलाई भिडियो खिच्दै नमानेर फेरि लजाउँदो रहेछ कि। भिडियो खिच्दै मन खै मा त एलर्जी हुन्छ भिडियो देखेँ कि भन्दै थियो। अहिले झन् कति ज्ञानी कति सोझो बाफ्रे। सो साथीहरू हामी चाहिँ अब यताबाट उसमा जान लाग्यौँ होइन। घुम्दै सबैजना गयौँ। अनि मेरो घरको ग्यास चुल्हा बिग्रेर हैरान भक्कतिको भएर चाहिँ ग्यास चुल्हा किनेर चाहिँ अनि हामी चाहिँ फाडै गयौँ, कति ठाउँमा घुम्यौँ, तर मैले देखाउन भ्याइनँ। सो साथीहरू अब हामी नेक्स्ट ब्लगमा हजुरलाई भेट्नेछौँ। बाई बाई गाइस।